सबैजनालाई शुभ बिहानी भन्दा पनि समय त गइसकेको छ। तर पनि हामी यहाँनिर भेला भएका छौँ कान्जिरा होटलमा। अनि यो चाहिँ जुम्ला जिल्लाको र्याली हो। अनि जहाँनिर चाहिँ अब खासै त्यति धेरै मानिसहरू त देखिनु भएको छैन। अहिले हामी चाहिँ कान्जिरा होटलको प्राङ्गणमा छौँ र जहाँनिरबाट चाहिँ र्याली सुरु हुँदैछ भने हामी चाहिँ बिहानै आइसकेको थियौँ। अहिलेको लागि चाहिँ अब सबै तयारी भएर सेन्टा क्लजहरू अनि यो सबै क्यापहरू सबै वितरण भइसक्यो। अब यसपछि भने हामी सुरु गर्नेछौँ। सबैजनाले हेरेर साथ दिनु होला के कसो भयो, केही कुराहरू जानकारी गराउनेछौँ र यो सबैबाट प्रभुको महिमा भएको होस् भन्ने हाम्रो एउटै उद्देश्य रहेको छ। धन्यवाद। Hallelujah. छ चाहिँ आयो।
फाइनली हामी यो प्राङ्गणमा आइसकेका छौँ। आजको कार्यक्रम यहीँ हुने कुरा चाहिँ भएको छ। सो हामीले यो जुम्ला बजार खलङ्गा बजारलाई पुरै घुमेर यहाँनिर पुगेका छौँ। सो र यसपछिको बाँकी कार्यक्रम चाहिँ सबै यहीँ हुने भएको छ। सो सबैले हेर्नु होला। सर आउने क्रम जारी नै छ। यो हलमा चाहिँ हाम्रो आजको सङ्गति रहेको छ। सो वर्शिप टिम इज देयर अनि सबैजना बस्ने क्रम जारी रहेको छ। So I will show you more again. यति बेला चाहिँ आसन ग्रहणको लागि यहाँनिर सबैलाई बोलाउँदै हुनुहुन्छ र स्वागत गरिँदैछ। यहाँनिर जो चाहिँ मुख्य वक्ताहरू हुनुहुन्छ यहाँनिर प्रमुखज्यूहरू हुनुहुन्छ आदरणीयज्यूहरूलाई। हाम्रो कार्यक्रम यसको सुरु भइसकेको छ।
जीवित परमेश्वरका मण्डलीका पास्टर देवराज आचार्यज्यू यो समय क्रिसमसमा संयुक्त क्रिसमस सङ्गतिमा उहाँले यो र्यालीमा परमप्रभुको वचन बाँड्दै हुनुहुन्छ। आउनुहोस् हामी उहाँबाट वचन सुन्नेछौँ।
त्यसको अर्थ चाहिँ के हुन्छ भने आफ्नो धार्मिकताले
परमेश्वरको ठुमा हुनुहुन्छ उहाँ चाहिँ जन्मिनु भयो र हाम्रा बाल व्यक्ति भरि हेर्नु भयो धन्यवाद छ तपाईँलाई यो छोटो सन्देश सुनाउँदै गर्दा मैले नोबेली भाषा तपाईँलाई सुनाएँ मैले बोल्छु छोरी भाषा तपाईँलाई नोबेली भाषा एउटा होला यो चाहिँ पक्का विश्वास छ कि यसो ख्रीष्ट हाम्रो प्रभु पिता हुनुहुन्छ धन्यवाद छ सबैजनाले धन्यवाद सबैजनालाई जय मसी
त्यसै देखेर किन्नु छ ठ्याक्कै विश्वासी जानु होला लास्ट हामी भन्दै हामी जाने भन्दा इट्स ओके फाइनल्ली गाइस हामी चाहिँ यहाँनिर पुगिसकेका छौँ हाम्रो 150 यहाँनिर छ होइन हामी चाहिँ यहाँनिर आइयो अहिले राति भयो आज आउँदा आउँदै सो फाइनल चाहिँ हामी पुगिसकेका छौँ यहाँनिर चाहिँ रहेको छ हाम्रो एलजिसी सो धन्यवाद तपाईँहरूले साथ दिनुभयो हेर्नुभयो अहिलेसम्म यो चाहिँ हाम्रो यहाँनिर रहेको छ हामी चाहिँ यहाँनिर पुग्यौँ लगभग परमेश्वरलाई पनि धन्यवाद तपाईँहरूको प्रार्थनाको लागि र आजको र्याली सकिएको छ क्रिसमस र्याली अनि आउने इयर्स पनि अझै आशिषित होस् भन्ने हामी कामना गर्दछौँ अहिलेको लागि तपाईँहरूलाई शुभरात्रि परमेश्वरले आशिष दिउन् र गुड नाइट भन्न चाहन्छु धेरै धन्यवाद।